2 3 एक्सन गाइस मेरो चाहिँ यहाँनिर पेकिङहरू हुँदैछ अनि सो अहिले चाहिँ भाइ चाहिँ आउँदैछ अरे सो भाइ आएपछि अब चाहिँ जाने अनि यहाँनिर सो बेगहरू पनि यो चाहिँ मेरो लगेजहरू यो रेडी भइसक्यो अब यहाँ ताला मार्नुपर्ने अरे चाहिँ ताला मार्नु अरे यहाँनिर सामानहरू नहराओस् भनेर चाबी मजाले बोक्ने चाबी हराउला नि चाहिँ जाने बेला भयो अब सो अहिले चाहिँ म जानु लागेको त्यही भएर माथि जाँदैछु भगवान ढोक्नु लागि भगवान रुममा सो भगवान ढोकेर जान्छ हामी चाहिँ कहाँ जानुभन्दा अगाडि त्यही भएर म चाहिँ माथि जाँदैछु भगवान ढोक्नु लागि सो अहिले चाहिँ भाइ पनि आइसक्यो अरे भाइले चाहिँ पुऱ्याउनु जान्छ मलाई सो भाइ चाहिँ आइपुग्नु लाग्यो अरे त्यही भएर यहाँ भगवान रुममा आएको छु भगवान ढोक्नु लागि सो गाइस यो चाहिँ हाम्रो भगवान कट्टा हो अनि यहाँ चाहिँ लक्ष्मी भगवान पनि छ जा सामान राख्नु भाइ चाहिँ अहिले भर्खर आइपुग्यो अब सामान राखिदिँदैछ दिदी भेला कुरा मान्नु जा घरको लागि सामानहरू पनि लिएको थियो सो भाइले यहाँ सामानहरू उयो गर्दैछ अब चाहिँ हामी जाने सामानहरू लिएको थियो घरको लागि हाल्यो भयो चल थ्याङ्क यू भैया हामी डिब्रुगढहरू आइपुग्यो अनि डिब्रुगढ आएर पनि हाम्रो घरको सामानहरू के किन्नु थियो त्यो किनिसक्यो त्यो पनि अनि अहिले चाहिँ हामी साथीको रुममा जाँदैछौँ सो आज चाहिँ म यहीँ बस्छु अनि भोलि चाहिँ मेरो फ्लाइट छ सो भोलि चाहिँ जान्छु अहिले चाहिँ मेरो भाइहरू यहाँ छ म यो चाहिँ भाइ अहिले भर्खर आएको यो रेन्टमै बस्छ यहाँनिर डिब्रुगढमै यो चाहिँ मेरो भाइ अनि यहाँ चाहिँ चाउमिन आइसक्यो अनि यसको चाहिँ अर्डर आएको छैन अब आउनु लाग्यो छोला परोठा अरे यो चाहिँ अलिक सानो टेस्ट गर न छोला परोठा यो कहाँ चाहिँ मेरो साथीको रुम हो यो चाहिँ रेन यसले रुम चाहिँ एकदम राम्रोसित सजाएर आएर छ यहाँनिर होइन ओ यो हो अस्ति अनलाइन लिएको होला यो चाहिँ यसको रुम हो यहाँनिर यो चाहिँ यहाँ रेन्टमा बस्छ अनि आज चाहिँ म यहीँ बस्छु अनि भोलि चाहिँ म जान्छु भोलि चाहिँ मेरो फ्लाइट छ बरु म कहाँ जान्छु भन् मैले भनेको डाली ए उठाले रे देवा उठाले रे बाबा म चाहिँ भोलि दिल्ली जाँदैछु दिल्ली जाँदैछ अब खै बोके गर्नु म पनि लाइलाई जान्छु कि त पनि आइज न त अनि तर आएपछि सँगै जानुपर्छ अहिले चाहिँ यसको रुममा बस्छु आज सो भोलि चाहिँ मेरो फ्लाइट छ नजिक हुन्छ 11 मा बोर्डिङ बस 11 मा हुन्छ सो भोलि चाहिँ जान्छु म आज चाहिँ यहीँ बस्छु भन् त मलाई मिस गर्छै गर्दैनस् बहुत मिस गर्छु क्यों बे ओवर एक्टिंग करता है साला ओवर एक्टिंग की औलाद साले ओभर एक्टिङ कति पार्ला दिएको तँलाई त अबे नभन्न खुसी लाग्यो यार के खुसी लागेको कस्तो यस्तो हड्डी पो देख्छ पुरा पातलै रहेछ मेरो 1 किलो छ होला नि छ भने मेरो सामान धेरै हुन्छ यो सामानहरू सब फुल भइसकेछ मेरो भरे बेसी भयो भने नानालाई कोट्नुपर्छ 1 किलोको कति लिन्छ थाहा छ 300 न 400 एक्स्ट्रा लिन्छ अरे हौ
1 किलो सामान दिएर भएको अनि कसले त्यत्रो बोक्छ एक बार के भन्दाखेरि नि त केटा हो अलिकति राम्रोमा पढाइ सढाइमा अलिकति दिनु हैन पढाइमा अलिकति रुना हैन कस्तो रुगनी यो त म जान्छ नरुला आउँछ नि छिटै एउटा हेर्न लाग्दैन रु 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 कसले त्यसलाई भनेको म पो जान्छु त हो कस्तो रिटेक एक्सन 1 2 3 एक्सन नरुला चाहिरहला शान्तिपुरमा यति धेरै लेटर छ दिनु मात्रै जति दिन नजानु रन तपाईँ गयो भने हामीले भात खाएको ब्लग गर्नु पर्यो बिहान छु बस्ला गएको बाई बाई बस बाई बाई बुझ्नु सुतेर उठ्यो कि अहिले भर्खर भर्खर ल बाई बाई ल साँच्ची भनेको अब बाई बाई सेफ जर्नी राम्ररी जा रुनुलास राम्ररी जा साला रुनु पो भन्छु त अहिले चाहिँ हामी जाँदैछौँ एयरपोर्ट अब रस्तामा चाहिँ अहिले चाहिँ बुनुको घुमबाट भर्खरै निक्ल्यो अब एयरपोर्ट पुगेर देखाउँछु तपाईँहरूलाई सो गाइस अहिले चाहिँ हामी डिब्रुगढ एयरपोर्ट आइसक्यो यहाँनिर हामी डिब्रुगढ एयरपोर्ट आइसक्यो अनि यहाँ चाहिँ छ डिब्रुगढ एयरपोर्ट यस्तो छ यो चाहिँ अनि अहिले चाहिँ हामी जाँदैछौँ म अनि मेरो भाइ भर्खरै आइपुगेको हामी चाहिँ खाजासाजा खायो अऱ्यो अनि आइपुग्यो अब जाँदैछु मेरो चाहिँ फर्स्ट टाइम हो एयरपोर्टमा यो फ्लाइट चाहिँ सो यति थाहा छैन हेरौँ एक्सपिरियन्स नर्भस पनि छु अलिअलि हेरौँ अब के हुन्छ कस्तो हुन्छ यो चाहिँ हो डिब्रुगढ एयरपोर्ट लागेको अनि तर यहाँ चाहिँ आधार कार्ड र त्यो टिकटको देखाउनु पर्दो रहेछ खास घुम्नेलामा ल ल ओके सो गाइस अहिले चाहिँ मेरो बोर्डिङ भइसक्यो अनि अहिले चाहिँ म जाँदैछु मेरो गेट नम्बर 3 मा हो सो अहिले चाहिँ फर्स्ट टाइम हो लिटल बिट नर्भस तर पनि केही छैन जाँदैछु सिक्दैछु अब नयाँ नयाँ चिजहरू होइन सो हेर्दै गर्नु होला यो चाहिँ हो गेट नम्बर 3 गाइस यो चाहिँ मेरो बोर्डिङ भइसक्यो अनि अहिले चाहिँ अब म वेट गर्दैछु सो मेरो चाहिँ 12:30 को छ सो अहिले म यतिको वेट गर्छु बोर्डिङ सुटिङ भइसक्यो सो गाइस अहिले चाहिँ म जाँदैछु यहाँनिर यहाँ छ हाम्रो फ्लाइट चाहिँ अनि अहिले चाहिँ म जाँदैछु यहाँ गाइस यहाँ चाहिँ मलाई एउटा वाटर बोतल र मेरो कुकिज दिएको छ खान लागि स्न्याकमा सो गाइस यो चाहिँ मेरो लन्च हो लन्च आयो यहाँनिर सो चिकन राइस दाल अनि अनि नाना र भेना चाहिँ मलाई लिन आउँदैछ सो लाइफमा फर्स्ट टाइम नयाँ जग्गा नयाँ सहर एक्सपिरियन्स गऱ्यो अनि अब चाहिँ नाना आउँदैछ सो एक्लै ट्राभल गरेको ठिकै भयो राम्रोसित आइपुगेँ म सो यहाँ चाहिँ मैले जाँदैछु सो अब नाना र भेना चाहिँ मलाई लिन आउँदैछ लगेज पनि यहाँनिर आइपुग्यो अनि भर्खरै अहिले नाना भेना चाहिँ आइसक्यो अरे लिनु लागि सो अब चाहिँ जान लागेको म हेलो भनिदिनु न हेलो भनिदिनु न यहाँ नानाले चाहिँ भेटेर मलाई कति हेल्प गर्नुभयो थ्याङ्क यू नाना नाना चाहिँ यहीँ बस्नुहुन्छ अरे बागडुग्राबाट आउनुभएको अनि म चाहिँ मेरो नाना अनि भेनाले आउँछ नाना चाहिँ केमा जानुहुन्छ अरे यतापट्टि है दादा
नयाँ नयाँ मान्छे पनि चिन्यो आज दिल्लीमा दिल्लीको एयरपोर्ट चाहिँ यस्तो रहेछ एकदम ठुलो है यो चाहिँ उताको भन्दा चाहिँ हिरोनी होइन बाई बाई युट्युबको नेम चाहिँ अमुथी बाई बाई अगाडि भेट्नु पर्छ त्यही त है केही छैन ल बाई है नेक्स्ट टाइम हेऱ्यो भने भेटौँला नि ल ल ल ल भेन हाई यहाँ आऊ 6 7 म यहाँ बसिरहेको थिएँ कहाँ भित्रबाट त्यो भित्रबाट पनि आउनु सक्छ मैले चाहिँ नानाहरूलाई बोल्दा भेटाएँ अनि अब जान्दैछु यो चाहिँ दिल्ली एयरपोर्ट हो यहाँ चाहिँ यस्तो छ भेनाले चाहिँ मेरो ब्याग लगेर गइसक्यो खुरु खुरु जाँदैछ यहाँनिर ब्याग बोकेर ल है बुढा के पठाइरहेको ससुरालीको पसिली ल्याएर भेनाले ससुरालीबाट पसिली ल्याएर आलु भेन्डी साह्रो अरू केले पठाइदिएछ के हो अबि हल्दी त यो कति 2-3 साल पुग्नु न बहुत ल्याइदिएछ हल्दी यो त सामान्य नै गर्दै गल्ती भयो यो चाहिँ नुडल्स थुक्पा त 2 किलो हालेछ त 2 किलो हाले बढिया बढिया एकदम ज्यादाको ब्रेकफास्ट मसला यो चाहिँ के हो त्यो आलु नि आलु त्यो पनि एक पर्सन एक किलो यो त झन्डै एयरपोर्ट उयो गरे यो मासु नि अब ओरिजिनल चिज चाहिँ आउँदैछ असमको ओरिजिनल चिज सुँगुरको मासु फाइनली असम आइपुग्यो असमबाट आइपुग्यो टेन्सन होइन पुराएन भने फेरि गराउँछ नि अनि के भयो पुरायो कस्तो जुत्ता रहेछ जुत्ता त प्याक अब एउटा चिज छ देखाउँछु के अलिकति बेसी देखाउँदैन सेन्ड मार्छ नि त भिडियो हेर्न लाग्दैन सेन्ड मार्नु सक्छ नि त्यो चिजै त्यस्तो कतिवटा प्लोडिङ लगाएको थियो 3-4वटा लगाउनु भयो कसले भनेको प्लटिङ ध्यान लाउनु भनेर मैले भनेको थिएँ स्मेल मार्छ नि त ठिक्क भयो आज यो भन्दा ध्यान ल्याएको भए त पैसा मात्रै दिनु यो फाइनली गुन्द्रुक हो साथीहरू गुन्द्रुक कहाँ आयो गुन्द्रुक गुन्द्रुक कहाँ आयो भन न गुन्द्रुक डेली आइपुग्यो भयो अब यति थियो अनबक्सिङ आजको लागि यो अनि यो चाहिँ एउटा के हो कसले पठाइदिएको बुलडक भनेको नुडल्स मलाई त त्यति साह्रो मन पर्दैन अब अब्दुल्लालाई चाहिँ अब ल सक्यो अब यहाँ चाहिँ के रहेछ? कपडाहरू छ ढकनी बन पनि बन्द अब दोकान बन्द हो म के छ र नि त्यहाँ छैन त्यहाँ नि कपडा छ सेल्फी सियो छ अब यसरी साडी यसरी हो हेर न साडी नाच्नु मजा हुँदैछ नाच्छौ तिमी कसरी हो हाम्रो सामान चाहिँ के आएछ यो अबरी सुकाउनु पर्छ है राखा जाऊ भयो भात बनाऊ अब डेरी हुन्छ यसरी हेर्दै हुँदैन किन मासु देखेर भोक लागेको जस्तो छ त मलाई सुँगुर मासु देखेर भोक लागिसक्यो नमक पनि यो मासुमा नमक हालेको छ कि छैन छैन हौ दाम कडङ कडङ